सो हे गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू भिडियो। आई होप तपाईँहरू सबैजना बवाल हुनुहुन्छ होला। म एकदम बवाल नै छु भनौँ। अनि ट्याग कलर म त अहिले छु गाउँमा। तपाईँ देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा पछाडि जङ्गल अनि ट्याग कलाएर। अनि म गाउँमा चाहिँ अहिले अगाडि नै आएको, आफ्नो गतिर आएँ। अनि अब चाहिँ के गर्नुपर्ने हुन्छ भने त कुला जानुपर्ने हुन्छ। ट्याग कलाएर फर्रसर हानेर कुला सुला गयो भने माथि गति कुला जानुपर्ने हुन्छ। अनि कुला गएर चाहिँ अहिले यस्तो आलुलाई औसिसो हान्नुपर्ने छ गाइज। पुरा भिडियो हेर्नु होला। आजको भिडियो हुनेवाला छ मेरो गाउँमै। फुल भिडियो हेर्नु होला। यदि कोही नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनुहोस्। त्यही हो साथीभाइहरूमा चाहिँ अहिले जाँदैछु, देख्न सक्नुहुन्छ फर्रा बोकेर डाइरेक्ट लाएर कुला। ओहो अहिले आउँछु, अहिले कुला जान लाग्छु के, कुला जान लाग्छु कुला। अहिले म हिँड हुन्छ दिनभरि। बारीबाट अङ्कलले चाहिँ बोलाउनुहुन्छ। अहिले अहिले जानुपर्छ त्यहाँ अङ्कलको मौरी सौरी हेर्न। मौरी आराहरू छन् त्यहाँ चाहिँ गाइस, त्यहाँ अङ्कलको घरमा। ल साथीहरू ट्याकला यो चाहिँ हो हाम्रो गाउँको पुल भने यता खोला छ। अनि म चाहिँ जाँदैछु कुला गाइस। अहिले के कस्तो हुन्छ भिडियो खासै राम्रो चाहिँ हुँदैन होला, किनभने काम गर्नुपर्ने हुन्छ होइन। भिडियो बनाउने त्यो पनि फुर्सद पनि हुँदैन मैले। त्यतिका अनि गुउँहरू चाहिँ यतातिर लगभग दामी दामी भइसकेका छन् होइन। अनि हामी कुला जाने भनेको चाहिँ यिनीहरूकै खेतको माथि नहरमा हो कुला जाने भनेको। उता माथितिर देख्न सक्नुहुन्छ होइन। ओहो कहीँ किन ठाकुम लगाएर तपाईँलाई पश्चिम बङ्ग पर्छ क्या। 60 नै त्यो 1000-1200 खेलाउन होला भन्ने भनेको थिएँ मैले त। कहाँ त्यस्तो होला क्या। भस्मी राम्रो निकाल्छ क्या त भिडियो। म भिडियो बनाउँछु त्यसो भए है। भिडियो नै छ। केपी चोर देश छोर, केपी चोर देश छोर, प्रचण्ड चोर देश छोर। त्यहाँबाट चाहिँ कोरे सेरे सेरे चोर देश छोर, सेरे चोर। मुर्दाबाद। कुला जाने होइन, कुला कुला बड्डा हुँदा हुँदै बड्डी किन जान्छ नि कुला। ल साथीभाइहरू हामी चाहिँ ट्याग लगाएर कुलामा लगभग आउनु लागिसक्यौँ हामी चाहिँ मुरमा। तपाईँ देख्न सक्नुहुन्छ ट्याग यता चाहिँ के छ भनेपछि उता जङ्गल यता जङ्गल जताकतै जङ्गल छ होइन। उता माथि देखेको चाहिँ के हो भनेपछि अम्बास अम्बास भन्छ। अम्बास कल्ले बल्ले भाइरल डाँडा तपाईँले थाहा पाउनु होला। त्यो जाने बाटो चाहिँ यहाँबाट नजिकै पर्छ होइन। उता दमार गाउँतिरबाट चाहिँ मेन बाटो छ। अनि ट्याग कलर देख्न सक्नुहुन्छ यतातिर टमाटर खेतीहरू दामी दामी टमाटर फलिरहेका छन्। हामी जाने भनेको अब त्यो घरको त त्यहाँ हो। हामीले चाहिँ कुला ल्याउने होइन, यही कुलो हामी कुलो लाग्ने। ल साथीभाइहरू म योभन्दा अगाडिको भिडियोमा चाहिँ तपाईँले देख्नुभयो होला ट्याग लाएर मन्दिर नेरबाट फर्काएको थिएँ यहाँ माथि गतेबाट। त्यो मन्दिर चाहिँ उता माथि छ, घाट पनि त्यहीँ छ। अनि लगभग यतातिर माथि आउँथ्यो धेरै गाउँहरू छ। तपाईँलाई म नेक्स्ट भिडियोमा नेक्स्ट त भन्दैन तर योभन्दा आउने भिडियोहरूमा चाहिँ योभन्दा उहीँ गाउँ माथिसम्म डुलाउँछ होइन। अनि त्योभन्दा अर्को भिडियोमा चाहिँ म तपाईँहरूलाई कल्ले बल्ले लग्ने भन्ने सोचिरहेको छु होइन। कल्ले बल्ले चाहिँ लगभग बिहानको टाइममा राम्रो होला लगेको, किनभने त्यहाँ बिहान म घाम लागेको बबाल देखिन्छ क्या होइन। ल त्यहाँको कुला पनि आइसक्यौँ। हो 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 यहाँ क्या चिडिया हुन्छ यार। हो त्यहाँदेखि एउटा हेर्सन प्लास्टिक लानुपर्छ हामीले, बल्ल पानी जान्छ। आज ठाउँ बनाऊँ, आज हिजो आज 2-4 दिन पानी गइजान्छ अनि प्लास्टिक 15-20 यो महिनाको 15-20 भनौँ न। अब लगभग यो पानी छिट्टो आज घनकाम्रो लगेर तोरीमा घल्लै हाल्ने मलाई हाल्ने अङ्कल मैले एकै दिन एउटा यो पानी आज यो ढकाल कुलो भरि जान्छ। आज किन जान्छ आज कुलो भरि जान्छ। आज ल सुरु गरेर अङ्कल है। अब पानी चार्ने मान्छे माने आउने गराउने खै छैन। पानी कहाँ गयो अगाडि ल त्यसै छ के मैले पानी जान्ने मलाई यो गराएको के पानी हालिराख्न आन्दैन हेर्न पर्यो पानी हालिले त यो तल फालम पहिला मान्छे आछ नि त नै तलैबाट लाग्यो अब खारा जा किन्छ नि ठुला आउने
टाइम हेरौँ हैन तलैबाट सुरु गर्दै गरौँ अझ बिहान भन्दै मेघराज बिहान बनायो भने बिहान हुन्छ नहुने कुरो चिसोमा को आउँछ कहिले सक्छ चिसोमा काम 7 बजेसम्म मान्छे सुत्छ आज पनि जाम त्यही ढुङ्गैबाट सुरु गरौँ नि अङ्कल प्लास्टिक त मुखबाट लाउनु पर्छ मुखैबाट खोलौँ कुरो मुखबाट लाउनु पर्छ प्लास्टिक नै अहिले खोल्ने अहिले त्यो मुखबाट प्लास्टिक लाउनु पर्छ अहिले खोल्ने पनि मुखैबाट ल ल जे गरे नि गरौँ अन्त पानी कहाँ जान्छ त पछि पानी त हुन्न छ नि यार यति यति किलो छ नि यार छैन त्यसो किन बुढी त्यहाँ आउनु हैन विजय मल्ल चिनेपछि चिन्नेले देखाइदिने विजय मल्ल गएल अन्तिम विजय मल्ल के बहादुर चन्द दिउँ न सुधामणि मुसल सस्तो पैसा पनि दिउँ बरु हजुर गर्नुहुन्छ थाहा छ कि नै त्यत्रो खेल्नु मान्छे यो दिन आएर हुन्छ फेरि अर्को गुमान दिउँ ल स्वर्णिया हामी जान्छौँ आलुम पानी हाल्नु पर्ला क्या गएन यार ढुङ्गा फाल्ने ल या सुन्या छ यार हिँडेदेखि यार ल ल हामी सर्दै जान्छौँ है अघि अघि मैले चार्ने हो है आज आलु जागा छैन कति एकचोटि पनि चारेको छैन है मैले चार्नु पनि छ यार आलु आइबला अब ठुलो पानी जान्छ पानी पुग्ने बित्तिकै बजार गरिदिनु त्यो तिनीहरुको सिद्धियो भने राम्रोसँग बुझ्ने मैले हाल्ने तोरीमा मेरो तोरी बिग्रिया छ आज सासम्म भोलिसम्म सकेको हुनुपर्छ यत्रो पानी गछ तिमीले भोलिसम्म चारे सकेको हुनुपर्छ दिल्ली होला त्यति तिमीले चारे सक्यौ भने अनि तोरी हाल्ने मैले म तोरी हाल्ने भोलि बिहान मैले यहाँ तोरी इल्ले हाल्ने तपाईले त्यति हाल्नुला अनि मेघराज दाइले अनि शिव दाइ त्यति मेघराजलाई फोन गर्छु मेघराज दाइले शिवलाई फोन गर्छु ल पालो पानी पानी पालो यहाँ सुन म यता सुन यता उनीहरू चार सातन ऊ नमिल्ने लान्छन्
नबिनको बसेर त्यहाँ ठ्याक्क त्यहाँ आउँछ यहाँ जान्छ मेघराजी चार्नुहुन्छ मेघराजी चारेपछि कसको शिवे चार्ने कसको चार्न हाम्रो छ के आलु जागेको छैन हाम्रो छ के तोरी हाल्यौ नि तोरी हाल्नु दिदी दिनलाई खबर गरे नै गाउँको पानी यिनले हाल्छ त्यसो नि हाम्रो त पानी माथि भातले तल गर्ने होइन क्या एउटा गाउँ पानी ठ्याक्क चार्नु सजिलो हुन्छ क्या त्यसरी साइलाले हाल्नुभन्दा पनि पहिला चाहिँ उसलाई चार्न दिनु आलुलाई हाम्रो फेरि एकैछिन भइजान्छ कि हामी आएको बेला यो पानी अटाउँदैन त्यहाँ जान्छ क्या अहिले नातिले गरे बाजेको भिडियो बनाइदिनु पर्यो क्या यहाँ ल अलिक ट्याक्क लाएर ल खतरा ल बाजे त ल वान म्यान आर्मी बाजे त सलाम ल सलाम पुऱ्याएकै खुट्टो पनि बाजे यार सलाम ल ठिक छ ल हेर्नु नि भत्ता बढाउने होइन भत्ता क्यान्सल हुन्छ यो पाराले तपाईँ बढाउँछु भन्ने आशा पछाडि नजानु त्यही सिधै राजालाई भोट एमालेलाई हाल्नु होला फेरि बढ्छ भनेर एमालेलाई हाल्नु होला फेरि भोट नहाल्नु होला एमालेलाई हाल्दैन एमालेलाई राजालाई हाल्ने हो कसलाई हाल्ने हो त भोट बाजे राजा आयो भने बाजे कहाँ कसलाई हाल्ने विचार छ त्यो त अगाडिका मान्छेले सल्लाह दिनु पर्यो बुढापाको मान्छेले के हुन्छ म मात्र होइन जनता सबैको खुसी हुने हो कुनै मान्छे कस्ता पनि छ भने फेरि व्यक्ति नहेरेर पार्टी चाहिँ भत्ता पाइन्छ भने हालिदिने यो बेललाई भने चाहिँ मरियो ल है के बेली फेरि फर्को मार्नु छैन ओली भने सबै एउटै हुन्न क्या भत्ता भनेपछि ओलीले फर्को मार्यो बद्दाले मार्यो हेर फर्को कहाँ जान लाग्नु फर्रा गइकिन दाइ यहाँ गरम धेरै छ भत्ता पाइदियो ए राजा ए बाबु राजा के मैले भत्ता भन्यो भने मार के त्यो हाम्रो पैसा त अरे त्यो भत्ता हामीले कर तिरेको पैसाले त भत्ता खाने हो र बुढापाकाले भत्ता भन्यो भने भत्ता भन्ने त तर बाउको सम्पत्ति बेचेर त्याउने अनि हाम्रै त हाम्रो अब अन्त जिल्ला के थाहा भएन समय गयो लाग्छ अहिले त नाम्रे भत्ता भन्दा बद्दाले पकाइदियो तेरो ल साथीहरू ट्याक लाएर मैले चाहिँ यहाँ खासमा औषधि हान्ने भनेको थिएँ होइन यो आलुमा तर आलुका मुन्टा नै देखेनन् अलिअलि यस्तो कला छ होइन यस्तो अलिअलि छ त्योभन्दा बरु पानी चार्दिउँ भनेर ट्याक लाएर त्यहाँ चाहिँ मैले पानी चार्ने रेडी बनाइसकेको देख्न सक्नुहुन्छ लिएर आउनु पर्यो तेरि यल्लो गाइस पानी चाहिँ आयो ट्याक्क लाएर अब यतातिर जान्छ पानी स्वार पारेर अनि त्यही हो यो पानी सानी चारेर अब खानपिन तल खेतसम्म पुर्याएर चाहिँ पानी के अरे खाना खान जानुपर्ने हुन्छ लास्ट भोक लागिसक्यो ठुलो आमा कहाँ खाना खान जानुपर्ने हुन्छ त्यतिको पानी चाहिँ लगभग ठिक आएको छ छिटै होला जोस पानी चार्ने